दर्शकबिनहरू सक्नुहुन्छ सबैको भलो गर्नुहोला। यदि सक्नुहुन्न भने कसैको कुभलो नगर्नुहोला र तपाईँहरूको दिन आज सुखमय बितोस्। दर्शकबिनहरू हिजो जस्तै फेरि पनि म तपाईँहरू माझ उपस्थित भइसकेको छु। दर्शकबिनहरू घर ठुलो भएर के गर्नु, धन दौलत र भौतिक सुखले मान्छेको मन ठुलो बनाउँदैन रहेछ र यो सुशीला बमजनप्रति आफ्नो आमाले आफ्नो छोरीको लास समेत चिन्न सकिनन्। खुट्टा मात्र सेतो थियो भन्दै भक्कानिकी थिइन् र सुशीला बमजनको बारेमा टीका टिप्पणी गर्ने टीका सानो, शर्मिला वाइबा, आफ्नी आमा र हजुरआमाको बारेमा पनि केही चर्चा गर्नेछौँ। भिडियो अपुरा हेर्नुहोला। लागौँ अब यहाँबाट। सुशीला बमजनको हत्याकाण्ड यही कति सत्य देखायो त। उनीहरूका सासु ससुरा श्रीमान र नन्द सबै सम्पन्न थिए, ठुलो घरमा बसेका थिए। तर पनि त्यही घरभित्र एक नारीको पीडा, आँसु र चियाहट कसैले सुनेन। बाहिरबाट हेर्दा सुख शैलभित्र भने अमानवीय व्यवहार र निर्दयता थियो। दर्शकबिनहरू, यसैले सबैलाई एउटा गम्भीर आग्रह गर्न चाहन्छु। आफ्ना छोरी दिदीबहिनी बुहारीहरूले सुनाउने दुःखलाई हल्का नठानौँ। सबै ठिक छ भनेर उनीहरू चुप लागेका हुन सक्छन्, तर मनभित्र आँधी चलिरहेको हुन सक्छ। समयमै सुन्ने र बुझ्ने र साथ दिने हो भने धेरै जीवन बच्न सक्छन्। घर ठुलो हुनुभन्दा मन ठुलो हुनु जरुरी छ, नत्र यस्ता घटनाहरू फेरि फेरि दोहोरिन्नन् भन्न सकिन्न। लोकदोहोरी गायिका टीका सानुले यसो भन्छन्। सिन्धुलीको कमलामाई नगरपालिका 4 धुरा फाटमा भएको एक विभत्स घटनाले मन यति दुखेको छ कि कसरी बताउँ। पुस 6 गते दिउँसो एक घरभित्र पेट्रोल छर्केर आगो लगाउँदा 32 वर्षीय सुशीला बमजन जिउँदै जलाएर मारिएको सुन्न आएको थियो। दर्शकबिनहरू, घटनालाई सुरुमा आत्मदाहको रूपमा देखाउने प्रयास गरिए पनि प्रारम्भिक अनुसन्धानले यो सुनियोजित हत्या भएको पुष्टि गरेको छ। सुशीलामाथि उनकी सासु र नन्दाले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको तथ्य अनुसन्धानबाट बाहिर आएको हो भने सुशीला लामो समयदेखि निरन्तर मानसिक यातनाको शिकार बन्दै समेत आएकी थिइन्। दर्शकबिनहरू, अन्ततः घरेलु हिंसा नै उनको ज्यान लिने कारण बनेको छ। यस्ता घटनाको सबैले घोर विरोध गरी ताकि यस्ता घटना फेरि पनि नहोस्, नदोहोरियोस्। पीडित मृतक आत्माले न्याय र शान्ति पाओस्। दोषीलाई कडाभन्दा कडा सजाय पाउनु पर्यो र घरेलु हिंसा ठुलो अपराध हो। यति ठुलो अपराध गर्ने अपराधी उम्कन नपाओस्। म त भन्छु नेपालको कानुन संशोधन गरेर ज्यानको बदला ज्यान भन्ने हुनुपर्छ। अनि बल्ल मान्छेहरू यस्ता अपराध गर्न डराउँछन्। होइन भने यस्ता अपराधीहरू, यस्ता हत्या हिंसाहरू, अपराधिक गतिविधिहरू घटिरहन्छन् भनेर पनि लेख्दै आउनुभएको छ। छोरी चेली विवाह गरेको घरको एउटा सामान्य काम गर्ने मान्छे सरह होलान्, तर जन्म दिने बाबा आमाका लागि बाँच्ने आधार हुन। त्यसैले कसैले पनि अर्काको छोरी चेलीलाई खुसी राख्न सक्दैनौ भने बिहे नै नगर। बरु तर बिहे गरेपछि उसको लागि पनि केही सोच्ने र तर तिमीलाई मनै परेन भने पनि उसको हालमा जिउँदै छोडिदेऊ। तर यसरी जिउँदै जलाएर नमार ए पापी मान्छेहरू। ती बा आमालाई बाँचुन्जेल मुटु चराइरहने भयो। ती साना छोराछोरीहरूको आमाको काख नै खोसियो। भगवान, कानुन फेर्नुपर्छ भन्ने लाग्छ कि नाइ हजुरहरूलाई भनेर पनि कमेन्ट गर्नुभएको देख्न सकिन्छ। हजुरआमा र फुपूले आफ्नी आमाको ज्यान लिएपछि यी फुल जस्ती तिम्लिया सन्तानको बिचल्ली भएको छ। उनीहरूलाई मामा घर लगिएको छ। दर्शकबिनहरू, सुशीला बमजनको ज्यान गएपछि यति बेला उनका सन्तानको बिचल्ली भएको छ। कोरियामा भएका श्रीमान नेपाल आउन मानेका छैनन्। हजुरआमा र फुपू प्रहरीको नियन्त्रणमा छन्। आमा नरहेपछि तीनैजनालाई मामा घर पठाइएको छ। पापीहरूले कलिलो उमेरमै अटुरो बनाए ती 3 जना छोराछोरीहरूलाई। दर्शकबिनहरू, छोरी जलेको अनुहार चिन्नै सकिन, खुट्टा मात्रै सेतो थियो। सुशीलाको कुरा गर्दै शर्मिलासँग धरधर्दी रोएकी थिइन् आमा। दर्शकबिनहरू, चर्चित समाजसेवी शर्मिला वाइबासँग कुरा गर्दै सुशीलाको आमाले आँखाभरि आँसु झार्दै आफ्नो पीडा सुनाइन्। आमा भन्छन्, अब म छोरी फेरि कहिल्यै देख्दिनँ। छोरीको अनुहार त चिन्नै सकिन, जिउ नै जलेर कालो भइसकेको थियो। मेरो छोरीको खुट्टा चाहिँ कति सेतो थियो, खुट्टामा केही भएको थिएन भन्दै उहाँ यानि कि शर्मिलाको आमा भक्कानिनु भएको थियो। दर्शकबिनहरू, कम्मरदेखि माथि सबै जलेको थियो। अनुहार त हेरेरै चिन्नै सकिन, नाक त रडले कुटे जस्तो कुच्चिएको जस्तो थियो भनेर उहाँले भन्नुभएको थियो। सुशीलाको आमाको आशंका छ पहिला छोरीलाई कुटपिट गरियो, त्यसपछि मात्र पेट्रोल छर्केर जलाइयो। मेरो छोरी बल्ली थिए, मोटी थिए,
तपाईँभन्दा पनि बलियो 2 जनाले त सक्दैनथे 3 जना मिलेर मारेको भन्ने मलाई थाहा छ भन्दै उहाँ रोइरहेकी थिइन्। दर्शकबिनहरू, सुशीलाको आमाले दोषीलाई कडा सजायको माग समेत गर्दै आएकी छिन् र तिनीहरू ज्वाइँ, सासू र नन्द सबैलाई सजाय हुनुपर्छ। ज्वाइँले मार्न नभनेको भए पनि उसकी आमा र बहिनी मिलेर छोरी मार्दैन थिए भन्दै सुशीलाको आमा धरती रुँदै शर्मिला बाइबा ठिका सामुसम दुःख अपोखेकी थिइन्। दर्शकबिनहरू, त्यस्तै गरी निरु लामा भन्नुहुन्छ, सकुन्जेल सहनुपर्छ, यो एकपटकलाई सहिदेऊ न, बच्चाको मुख हेर्नुपर्छ। हो, यही शब्दले अकालमा मर्नु परिरहेको छ, जल्नु परिरहेको छ। दिनदिनै छोरी चेलीहरूले कहिले सतीदेवी भनेर त कहिले सुशीला भनेर। के छोरीहरूले कुनै वस्तु हो, कुनै सामान हो कि काम चलिन्जेल चलायो अनि जलायो? के छोरी चेलीको आफ्नो जिन्दगी जिउने अधिकार आफूसँग हुँदैन र? बाँचुन्जेल अरूकै सहायताको लागि बाँच्नु पर्ने मर्द अनि अरूकै सहायताका लागि? ए छरछिमेकीहरू मरेपछि रमिता हेर्नुभन्दा पनि मर्नु अगाडि साथ देऊ न। ए आफन्त हो मरेपछि बिचरी भन्नुभन्दा पनि मर्नु अघि हिम्मत आँट देऊ न। अनि ए माइती आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आफ्नो छोरीचेलीलाई कम्तीमा पनि यति त भन्नु कि तिमी कसैको दास होइनौ, तिमी आफ्नो लागि बाँच्नु, अत्याचार पनि नसहनु, कसैको हेपाइ नसहनु। जुन दिन तिमी बसेको घरमा, कोठामा, गाउँमा असहज महसुस हुन्छ, त्यही दिन त्यो घर र कोठा ठाउँ छोडेर आऊ। तिमी, हामी छौँ तिम्रो लागि, यो घर तिम्रो पनि हो, प्लिज यति भन्ने आँट त गर्नुहोस्। धेरैको जीवन अकालमै मर्नबाट जोगिन्छ भनेर पनि भन्दै आउनुभएको छ। अनि श्रीमान भनाउँदाहरू, एउटा घरमा जबसम्म श्रीमानको साथ पाउँछिन् नि, ती श्रीमतीलाई कसैले टेढो नजरले समेत हेर्न सक्दैन। हत्या हिंसाको त कुरै छोडौँ, त्यसैले साथ दिन सक्छौ भने हात समाऊ, नत्र नारी कसैको उपयोग वस्तु होइन, आफ्नो जीवन आफै बाँच्न सकिन्छ, बस तगारो नभनिदिनु। अन्त्यमा सुशीला जस्तै कोही कसैले पनि गुहार माग्दा माग्दै माइतीलाई मलाई मार्छन् भनी सुनाउँदै मर्न नपरोस्। सत्य तथ्य छानबिन होस्, निर्दोष नफसुन्, दोषीलाई हदैसम्मको कारबाही होस् भनेर पनि टीका टिप्पणी भएको देख्न सकिन्छ। दर्शकबिनहरू, त्यस्तै गरी सिन्धुलीमा आफ्नै नन्द र ससुराबाट क्रूर रूपमा हत्या गरिएकी सुशीला घिसिङको आमा तथा टुहुरा बनेका फुल जस्ता सन्तानहरूसँग गरिब दुःखका लागि समाजसेवी शर्मिला बाइबाले पनि भेट गरेकी छिन्। दर्शकबिनहरू, शर्मिला बाइबा सिन्धुली पुगेर पीडित परिवारलाई भेटेपछि सुशीलाले न्याय पाउने र दोषीलाई कडा कारबाही हुने आशा झनै बलियो बनेको छ। पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको सुशीला घिसिङ बमजनको शव सिन्धुली अस्पतालमा रहेको छ। माइती पक्षले सुशीलाका पति सूर्य बहादुर बमजनलाई पनि दक्षिण कोरियाबाट झिकाउनु पर्ने र तिनै सन्तान बालबालिकाको नाममा पैतृक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान समेत गरेको छ। दर्शकबिनहरू, सुशीलाका 3 नाबालक छोराछोरीहरू मामा घर रहेका छन्। हत्यामा संलग्न रहेको आरोपमा सुशीलाका सासू 60 वर्षीय मायारानी बमजन, 35 वर्षीय नन्द मीना बमजन गत आइतबार नै पक्राउ पर्नुका साथै आगो लगाउने क्रममा आफै घाइते भएका ससुरा 65 वर्षीय दुर्गामान बमजन समेत उपचार रूपमा प्रहरीले निगरानी रूपमा राखिरहेको छ। दर्शकबिनहरू, तपाईहरूले यसबारे के भन्न चाहनुहुन्छ? मनमा लागेको जिज्ञासा कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि नभुल्नुहोला। निर्दोष नफसुन्, दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ। हस्त, धन्यवाद।